सबिन मुनाले आरतीलाई माफ गर्लिन् त र आरती किन यसो गरी केलिन् त अनुशेषबारमा केही कुराकानी गर्नु छ त्योभन्दा पहिला हजुरहरूलाई सकश्री लेख्दै मन पर्छ त्यसको लागि अवश्य पनि एक लाइक र सब्स्क्राइब गर्नुहुन्छ भन्ने आशा राख्दै आजको मेन विषयतर्फ लागौँ त सबिन मुनाको त्यो खुसीको खबर सुनेर घरका सबै खुसी भए तर आरती भने चाहिरहेकी छिन् चन्द्रले मिठाई बाँड्दै आइरहेका थिए आफ्नो खुसीवाली सबै सामु बाँड्छु भनेर तर सबैले बाँडे पनि खुसीवाली भए तर घर आएपछि आरतीले त्यो लड्डु फालिदिएपछि मुनाको मन एकदमै दुखी रहेको छ आरतीको त्यो कुराले मुनालाई एउटा गहिरो चोट पुर्याइसकेको छ अब त्यो कुरा सायद कहिले पनि बिर्सिने नहोला मुना सबै सामु बोल्ने हाँस्ने बोल्ने भए पनि तर मुना आरतीसँग बोलिन् तर त्यो आरतीको व्यवहार मुनाको मनमा सधैँ गरिरहनेछ कहिले पनि बिर्सिनेवाला छैनन् किनकि त्यस्तो समयमा त्यस्तो हरकत देखाउँदा मुनाको मनमा निकै गहिरो चोट परिसकेको छ चन्द्रलाई पनि अहिले खासै सन्चो भइरहेको छैन यस्तो अवस्थामा बिरामी भएको अवस्थामा पनि आरतीले मैले मात्र काम गर्ने भन्दै यो घरको बुहारी छोरा हामी मात्र हो भनेर मुना र चन्द्रलाई निकै तीखो वचन लगाएकी छिन् चन्द्रलाई के भएको होला त आउँदो नयाँ भागमा हेर्नु छ त्यतिकै लागि म यहाँ बिदा हुन्छ धन्यवाद।